नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। टिकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीलाई राष्ट्रपतिद्वारा आम माफी। जनकपुरधाम बसैयाका स्थानीयवासीद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ, वार्ड अध्यक्ष विरुद्ध प्रदर्शन। रौतहटमा हालै भएका 2 हत्याकाण्डमा संलग्नलाई तत्काल पक्राउ गर्न आम जनता पार्टीका अध्यक्ष शाहको माग। पछाडि परेका क्षेत्र समूह वर्गलाई लक्षित गरेर बजेट आउने अर्थमन्त्री महतोको भनाई। र चीनमा हुने 19औं एसियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आह्वान। अब समाचार विस्तारमा। कैलालीको टिकापुर घटनामा दोषी भई जेल जीवन बिताइरहेका रेशम चौधरीले आम माफी पाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिस अनुसार चौधरीको बाँकी कैद मिन्हा गर्दै आम माफी दिनुभएको हो। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा मन्त्री परिषदको जेठ 12 र 14 गतेको सिफारिस अनुसार 19 जनाको सजाय माफी भएको मानिएको छ, जसमा रेशम चौधरीको नाम पनि रहेको छ। यसअघि आइतबार बिहान बसेको मन्त्री परिषदको बैठकले रेशम चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेललाई समक्ष सिफारिस गरेको थियो। 2072 साल भादो 7 गते भएको उक्त घटनामा चौधरी मुख्य दोषी ठहर भएका थिए। कैलाली जिल्ला अदालत, उच्च अदालत सुर्खेतले र सर्वोच्च अदालतले समेत चौधरीलाई दोषी ठहर गर्दै आजीवन कैद सजाय गरेका थिए। त्यस्तै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार अन्य 482 जनाले कैद सजायमा माफी पाएका छन्। यसअघि सरकारले रेशम चौधरी लगायतका कैदीहरूलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न निर्णय गरेको थियो। आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो। मन्त्री परिषदले 50% सजाय कटाई सजाय माफी मिन्हाको निवेदन दिएका रेशम लाल चौधरी लगायतका कैदीहरूलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफी मिन्हाका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनु भएको थियो। रेशमलाल चौधरी जो अहिले कारागारमा हुनुहुन्छ र अस्ति भर्खर उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले जुन सदर गरेको अवस्था हो, उहाँको निवेदनका आधारमा र राष्ट्रपति कार्यालयले सोधिएका केही विषयहरूलाई पनि सम्बोधन गरेर राष्ट्रपति कार्यालयमा उहाँको यो माफी मिना गर्ने भन्ने विषयमा सिफारिस गर्ने भन्ने आजको क्याबिनेट बैठकको निर्णय छ। नागरिकता विधेयकका विषयमा दुईटै सदनबाट पारित भएको नागरिकता विधेयक जो प्रधानमन्त्री कार्यालय राष्ट्रपति कार्यालयमा रहेको छ, राष्ट्रपति कार्यालयमा निर्णय विचाराधीन रहेको विधेयकका विषयमा राष्ट्रपतिलाई प्रमाणीकरण गर्नको निम्ति क्याबिनेटको बैठक बसेर निर्णय गर्ने सिफारिस गर्ने अनुरोध गर्ने निर्णय क्याबिनेट बैठकले गरेको छ। हिजो यो बाहिर आइ पनि सक्यो। त्यस्तै मन्त्री परिषदले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। बैठकले राष्ट्रपति योजना आयोगको सदस्यमा महिलातर्फ लमजुङ निवासी अनिता ढुङ्गानालाई नियुक्ति गर्ने, क्यानाडामा 2080 भादो 5 गतेदेखि 9 गतेसम्म आयोजना हुने विश्व वातावरण सुविधाको 7औं सभा तथा सम्बन्धित बैठकहरूमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतोको नेतृत्वमा प्रतिनिधि मण्डल सहभागी हुन स्वीकृत प्रदान गर्ने, सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। जनकपुर धाम उपमहानगरपालिका वार्ड नम्बर 24 बसैयाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेको छ। स्थानीयवासीहरूले सोही वार्डका वार्ड अध्यक्ष उपेन्द्र सहनी विरुद्ध विरोध प्रदर्शन गर्दै आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका हुन्। उनीहरूले विभिन्न नारा लेखिएका प्लेट कार्ड बोकेर प्रदर्शन गरेका छन्। गत बिहिबार बिहान करिब 8 बजेको समयमा बसैयाको जदुराउत पोखरीको डिलमा अवस्थित एलानी जग्गामा वार्ड अध्यक्ष सहनीले सहनी धर्मशाला बनाउन खोज्दा स्थानीयवासीले विरोध जनाएका थिए। उनीहरूले सार्वजनिक जग्गा कुनै एक जातको जातीय कुटी नबनाई सामुदायिक दलान बनाउन पर्ने मागसहित रोक्न खोज्दा वार्ड अध्यक्ष सहनीसहित प्रमोद सहनी, चन्दन सहनी, शिवरतन सहनी लगायत दर्जनौं व्यक्तिले स्थानीय सुनिल यादव, सुरुज यादव, अमृति देवी, अजय राउत लगायतका करिब 1 दर्जन व्यक्तिलाई निर्घात कुटपिट गरेका आरोप लगाइएको छ। घाइतेहरू मध्ये
35 वर्षीय सुनिल यादवको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुर धामबाट काठमाडौँ लगिएको छ। यादव स्थानीय तहको निर्वाचनमा जनमत पार्टीको तर्फबाट वार्डाध्यक्ष पदको उम्मेदवार थिए। केही दिन अगाडि उक्त वार्डाका प्रत्याशी उम्मेदवार विश्वेश्वर शर्मा सहितका स्थानीयले वार्डाध्यक्ष सहनी विरुद्ध नगर प्रमुख मनोज कुमार शाहलाई 11 बुँदे ज्ञापन पत्र समेत बुझाएका थिए। गत वैशाख 21 गते वार्डाध्यक्ष सहनीले नगर प्रहरी र 0 माइल प्रहरी चौकीको सहयोगमा सिक्सेलन सडक खण्डमा रहेको भोला मण्डलको बालुवा उठाई उपमहानगरपालिकामा नबुझाई बेचेको र बाँकी आफ्नै बालुवा गिटीको डिपोमा राखेका लगायतका आरोप उनीहरूको थियो। घटना पश्चात स्थानीय प्रशासनले मिलापत्र गर्न दबाब दिएको भन्दै आइतबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउ गरेको स्थानीय विजय यादवले जानकारी दिए। उनीहरूले कुटपिट गर्नेमाथि मुद्दा दर्ता गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापन पत्र समेत बुझाएका छन्। यता वडा अध्यक्षको पक्षमा नेकपा एमाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउँदै वडा अध्यक्षमाथि नियोजित मुद्दा दायर गरी फसाउन प्रश्न भइरहेको भन्दै बचाउ गरिएको छ। नेकपा एमालेका नेता कार्यकर्ताहरू दुवै निकायमा पुगेर वार्डा अध्यक्ष सहनी अभिभावकीय भूमिका निर्वाह गरेका भए पनि दलीय आधारमा उनलाई फसाउने काम भइरहेको भन्दै अनुसन्धानमा पक्षपात नगर्न प्रशासनलाई नेकपा एमाले आग्रह गरेको छ। वार्ड अध्यक्ष सहनी एमालेबाट निर्वाचित भएका हुन्। थप दाइजो नदिएका कारण आरती शाहको हत्या गरिएको भनिएको घटनामा परिवारजनले पोस्टमार्टम रिपोर्ट र प्रहरीको अनुसन्धान शङ्का रहेको जानकारी दिए आरोप लगाएका छन्। आरतीको हत्या गरिए पनि त्यसलाई आत्महत्याको स्वरूप प्रदान गर्नका लागि आफूहरूलाई दबाब परिरहेको परिमार्जनको आरोप रहेको छ। एक पत्रकार सम्मेलनमा आयोजना गरी आरतीको मामा सन्तोष शाहले आरतीको हत्या गरिए पनि पोस्टमार्टममा यथार्थ विषय उल्लेख नगरेको बताए। उनले शरीरको विभिन्न भागमा चोट लागे पनि पोस्टमार्टम रिपोर्टमा त्यस विषयमा केही उल्लेख नगरी उल्टै आत्महत्याको शङ्का गरिएको आरोप लगाए। यसका प्रहरीको अनुसन्धानमाथि समेत शङ्का गरेको बताए। वार्ड नंबर 11 में वही ठन से तुरंत विदिन 15 मिनट में ये सब फोन कर दिल के यानी तो देखल के काबे हॉस्पिटल में गेल है देखल के डेट और डेट मात्र नहीं ओकर शरीर अकेल गेल है नहीं आले तो एगो होय छै जे एगो ब्रीफ कर देलै जे केना भेलै एना भेलै कोनो चीज जेना कि दुश्मन है वो हिसाब से वो ठन आरो ओकर सास बजे जे एहने छलिए ओहने छलिए मरला के बादो में एहने छलिए ओहने छलिए बात सब उठन बस वो ठन तो लोकल बासिंदा के हिसाब सन्तोषले हत्या जस्तो गम्भीर प्राकृतिकको मुद्दामा समेत प्रहरी गम्भीर नरहेको गुनासो गरे। उनले जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाले आरतीको शव बुझाउने सद्गत पत्रमा सुन्दर यादवको शव जिम्मा बुझाइएको उल्लेख छ। प्रहरी नै हत्या जस्तो गम्भीर प्राकृतिकको मुद्दा लापरवाह रहेको यसले प्रमाणित गरिएको उहाँको भनाइ छ। प्रहरीको यस्तै लापरवाहीका कारण आफूहरूलाई प्रहरीको अनुसन्धानमाथि शङ्का लागिएको बताए। सो सद्गत पत्रमा अपराध अनुसन्धान शाखाको अधिकृत रहेका प्रहरी निरीक्षक दिनेश अधिकारीको हस्ताक्षर रहेको छ। नागरायण नगरपालिका वार्ड नम्बर 8 खिरखिरियाका विनोद प्रसाद शाहको 22 वर्षीय छोरी आरती कुमारी शाहको उनका श्रीमान मोती बाबु शाह, ससुरा मदन मोहन शाह, सासू रेणु देवी शाह र देवर रवि शाह मिलेर हत्या गरेको मृतकका बुबा विनोद प्रसाद शाहले आरोप लगाएका थिए। आरतीको विवाह 2 वर्ष अगाडि मोती बाबुसँग भएको थियो। उनले मोती बाबुको काठमाडौँका अर्कै केटीसँग सम्बन्ध रहेको र आरतीलाई सोबारे जानकारी हुँदा पटक पटक उनीहरू बीच मनमुटाव समेत हुँदै आएको बताए। राष्ट्रिय समाचार समिति राससाका अध्यक्ष धर्मेन्द्र झाले राससा 24 घण्टा सेवाका लागि तयारी गरिएको बताएका छन्। सेवाग्राहीहरूसँग राससा अभियानका लागि जनकपुर धाम आएका झाले प्रविधिको यस युगमा समय र गतिको वेगमा समिति हुने छुट नरहेकाले राससा त्यसैले अनुसार अगाडि बढ्ने तयारी गरिएको उहाँको भनाइ छ। सत्य तथ्य फरक समाचार पस्किँदै आएको राससा अब लेख रचना स्तम्भ सहितका स्रोतको रूपमा समेत स्थापित हुने तयारी गरिएको उहाँको तर्क थियो। सुदूरपश्चिम झन्डै 8-9 दिन बसेर आए सँग जोडिनु जस्तो पायौँ। राजशासन जोडिनु राजशासनले अहिले आफूलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने प्रयास गरिरहेको छ। विश्वका समाचार समितिहरू जुन छन् विश्वका समाचार समितिहरूको हाराहारीमा
हामीले आफूले प्रयत्न गरेका छौँ। सो अवसरमा नेपाल प्रेस युनियन धनुषा शाखाले झालाई सम्मान गरेको छ। युनियन धनुषाको अध्यक्ष राजन सिंह नेतृत्वको पदाधिकारी सहितको समूहले झालाई दोसल्ला मायाको चिनो र सम्मान पत्रका साथ सम्मान गरेको हो। आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु शाहले रौतहटमा हालै भएको 2वटा हत्याकाण्ड संलग्नलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले शान्ति सुरक्षा कायम गर्न पनि सरकारको गम्भीर ध्यान आकर्षण गराउनुभयो। अध्यक्ष शाहले हावाहुरीपछि आएको चट्याङमा परि ज्यान गुमाएकी रौतहट मौलापुरकी प्रतिमा देवीको परिवारलाई आवश्यक राहत उपलब्ध गराउन पनि सरकारलाई सचेत गराउनुभयो। उहाँले रौतहटमै हावाहुरीका कारण आँप, लिची, मकै लगायतका खेती नष्ट भएको उल्लेख गर्दै पीडितलाई क्षतिपूर्तिका व्यवस्था गर्न पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। अगाडि त्यो 5 दिन नबित्दै रौतहटकै देवाही गनाही नगरपालिकामा अर्का झन्डै 70 वर्षीय वृद्धको गोली हानेर हत्या भयो। यसरी एउटा हत्या आतङ्कले एउटा त्रासको स्थिति सिर्जना भएको छ। म सभामुख मार्फत नेपाल सरकारलाई शान्ति सुरक्षाको अवस्थामा सुधार गर्न र अपराधीलाई कानुनको दायरामा ल्याउन म विशेष आग्रह गर्न चाहन्छु। केही दिन अगाडि आएको हावाहुरी र चट्याङले मौलापुरमा एकजना प्रतिमा देवीको मृत्यु भयो। उसको श्रीमान विदेश गएको, बच्चा सानसाना दुध खाने बच्चा सहितको परिवार अहिले अल्पत्र छ। त्यसलाई सरकारले त्यसको व्यवस्थापन गरेर मुख्यतः क्षतिपूर्तिको रूपमा हेर्न म विशेष अध्यक्ष शाहले खेतीबाली नष्ट भएका किसानहरूलाई क्षतिपूर्ति दिन काममा सरकारले ढिलाइ गर्न नहुने समेत बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भने प्रधानमन्त्री पुष्पकमल दाहालले अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। राष्ट्रपति कार्यालयमा थन्किएको सो विधेयक राष्ट्रपतिलाई प्रमाणीकरणका लागि सिफारिस गरिएको भने प्रधानमन्त्री दाहालको अभिव्यक्ति संविधान, कानुन र लोकतन्त्रको पनि भावना विपरीत रहेकाले त्यसप्रति आफूहरूको आपत्ति रहेको उहाँले बताउनुभयो। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाब दिने क्रममा सांसद पन्तले सो विधेयक तत्काल संसदमा ल्याएर पारित गराउनु पर्ने उल्लेख गर्दै त्यसका लागि आफ्नो पार्टी तयार रहेको समेत जानकारी दिनुभयो। सांसद पन्तले संविधान विपरीत हुने भएकाले राष्ट्रपति र रामचन्द्र पौडेललाई पनि सो विधेयक संसदमा नआई प्रमाणीकरण नगर्न आग्रह गर्नुभयो। विशिष्ट रूपमा जोड दिएर भन्न चाहन्छु, उक्त विधेयकलाई हामी छिटोभन्दा छिटो पारित गर्न तयार छौँ। छिटोभन्दा छिटो होइन, दिनरात बैठक बसेर पनि त्यो नागरिकता नपाएकाहरूले छिटो पाउन् भन्ने एउटा उनीहरूको दुःख कष्टलाई ध्यान दिएर हामी त्यो विधेयक पारित गर्न तयार छौँ। तर विधेयक चाहिँ संसदमा आउनु पर्यो। यसरी धुलो लागेको विधेयक टकटकाएर मन्त्री परिषदले राष्ट्रपतिमा पठाएर राष्ट्रपतिलाई अप्रत्यक्ष रूपले दबाब दिन मिल्दैन। यो मैले पनि धेरै संविधानभित्र कानुनविदसँग कुरा गरेर मात्र यो कुरा बोलेको हो कि यो संविधानको भावना र संविधानको स्पिरिट, लोकतन्त्रको स्पिरिट विरुद्ध छ। त्यसैले सांसद पन्तले गिट्टी, ढुङ्गा र बालुवा भारतमा निकासी गर्न प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनु भयो। प्रधानमन्त्री दाहालले शनिबार हिजो सरकारको नीति तथा कार्यक्रमबारे संसदहरूले राखेका जिज्ञासाको जवाब दिने क्रममा राष्ट्रपति कार्यालय थन्किएर बसेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरेको बताउनुभयो। प्रधानमन्त्रीको सो अभिव्यक्तिप्रति सांसद पन्तको आपत्ति छ। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताउनु भएको छ। आइतबार प्रतिनिधिसभा आर्थिक सर्वेक्षण 2079-80 सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो जानकारी दिनुभएको हो। उहाँले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर, नेपाली अर्थतन्त्रमा परेको प्रभाव तथा थोक तथा खुद्रा व्यापार, निर्माण र उत्पादन, मूलक उद्योगको उत्पादन लगायतका समग्र आर्थिक क्रियाकलापमा सङ्कुचनका कारण चालु आर्थिक वर्ष 2079-80 मा नेपालको आर्थिक वृद्धि दर 2.16% सीमित हुने अनुमान रहेको बताउनुभयो। उहाँले वस्तु आयातमा भएको सङ्कुचन तथा मागमा आएको कमीले स्रोत व्यवस्थापनमा समेत दबाव सिर्जना भएको जानकारी दिनुभयो। सुस्तता स्रोत व्यवस्थापनमा समेत दबाव सिर्जना हुन गएको छ। विश्व बजारमा पेट्रोलियम पदार्थ लगायत खाद्यान्न तथा कच्चा पदार्थको मूल्यमा भएको वृद्धिको कारण चालु आर्थिक वर्षको सुरुवातमा आयातित वस्तुको साथै समग्र मूल्यस्तरमा दबाव सिर्जना भएको छ। यद्यपि हाल खास गरी पेट्रोलियम वस्तुको मूल्य क्रमशः कम हुँदै गएको
र सोको निरन्तरता कायम रहेमा मूल्यमा परेको दबाव कम हुँदै जाने अपेक्षा गरेको छु। गत आर्थिक वर्ष महतले सार्वजनिक संस्थामा सरकारको शेयर तथा ऋण लगानी 2079 असार अनुसार 6 खर्ब 18 अर्ब पुगेको बताउनुभयो। उहाँले सार्वजनिक संस्थामा व्यवस्थापन कमी कमजोरीको कारण समग्र वित्त स्थिति सन्तोषजनक हुन नसकेको जानकारी दिनुभयो। सार्वजनिक संस्थानमा नेपाल सरकारको शेयर तथा ऋण लगानी 2079 असारसम्म रु 6 खर्ब 18 अर्ब पुगेको छ। आर्थिक वर्ष 78-79 मा सार्वजनिक संस्थानबाट नेपाल सरकारले रु 6 अर्ब 16 करोड बराबरको लाभांश अर्थात् लगानीको 1% लाभांश प्राप्त गरेको छ। कोषमा व्यवस्था नभएको दायित्व अनफन्डेड लायबिलिटी 20.3% घटेको छ। सार्वजनिक संस्थानको कुल सञ्चालन आय 36.2% वृद्धि भई रु 5 खर्ब 75 अर्ब पुगेको छ। अर्थमन्त्री महतले सार्वजनिक संस्थाको कुल सञ्चालन आय 36.2% वृद्धि भएर 5 खर्ब 75 अर्ब पुगेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले पछाडि परेका क्षेत्र समूह वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनु भएको छ। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाब दिने क्रममा उहाँले सो कुरा बताउनु भएको छ। जेठ 15 गते भोलि सरकारले आगामी आर्थिक वर्षमा बजेट संसदमा पेश गर्दैछ। अर्थमन्त्री महतले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताउनु भएको छ। बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने उहाँको भनाइ थियो। कार्यान्वयनलाई नै महत्त्व दिएर बजेट आउने र त्यस्तैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने अर्थमन्त्री महतले जानकारी दिनुभयो। सबै पक्ष जो पछाडि परेका क्षेत्र समूह वर्ग लिङ्ग सबैलाई मध्यनजर राखेर नै बजेट आउँछ। यो विगतका बजेटहरू पनि जुन जति नै राम्रा बजेट आए पनि कार्यान्वयन पछाडि निकै चुनौती हामीले कार्यान्वयनमै जोड दिएका छौँ। कार्यान्वयन अत्यन्त महत्त्वपूर्ण विषय हो र जतिसुकै राम्रा कुराहरू भए पनि कार्यान्वयनका विषयमा हामी गम्भीर भएनौँ भने अर्थमन्त्री महतले बजेटलाई परिणाममुखी बनाउन पनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने स्मरण गराउनुभयो। संघीय संरचना अनुसार 3 तहका सरकारले गर्नुपर्ने आयोजनाका योजनाहरू वर्गीकरण गर्न आवश्यक रहेको सरकारवाला निकायहरूले जोड दिएका छन्। आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै राष्ट्रिय योजना आयोग, लगानी बोर्ड र राष्ट्रिय प्राकृतिक संगति तथा वित्त आयोगले 3 तहका सरकारले गर्ने आयोजनाका योजनाहरू वर्गीकरण गर्न आवश्यक रहेको जानकारी दिएका छन्। 3 वटै सरकारवाला निकायहरूले 3 तहका सरकारले आयोजना निर्माण गर्दा आयोजना वर्गीकरण गरी काम गर्दा प्रभावित हुने बताए। समिति बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठले 3 तहको संरचना बने पनि सङ्घले गर्ने कामहरू प्रदेश र स्थानीय तहले गर्ने गरी तेहरी समस्या सिर्जना भइरहेको जानकारी दिनुभयो। उहाँले कुन काम स्थानीय, प्रदेश र सङ्घ सरकारले गर्ने भने अस्पष्ट हुँदा योजनाहरू कार्यान्वयनमा समस्या रहेको बताउनुभयो। उहाँले 5 करोडसम्मका आयोजनाहरू स्थानीय तह, 25 करोडसम्मका प्रदेश र त्यो भन्दा माथिका सङ्घले गर्ने गरी योजना बैंक र आयोजना वर्गीकरणले मापदण्ड आउन लागेको जानकारी दिनुभयो। पछिल्लो 2-3 वर्षमा फेरि यो तल आइरहेको छ। जे जति विकास निर्माणका काम भएका छन् त्यसको गुणस्तरमा पनि समस्या छ र अध्ययन अनुसन्धान नीति विश्लेषणको काम पनि धेरै प्रभावकारी हुन सकेन भन्ने कोणबाटै आएको हो र त्यसलाई चाहिँ कसरी समाधान गर्ने अथवा परिष्कृत गर्ने भन्ने कुरा हामीले सोचिराखेकै छौँ। यस सन्दर्भमा अहिले जुन पुँजीगत खर्च नहुनुको कारण लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील भट्टले पूर्वाधार विकासको लागि सरकारले आर्थिक जगहको विकास गर्नुपर्ने बताउनुभयो। आर्थिक विकासको जग निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि ठुला पूर्वाधार प्रोजेक्टहरू, ठुला लगानीहरू हामीले निजी लगानीकर्ताको मनोबल अभिवृद्धि गरेर उसलाई सुनिश्चितता प्रदान गरेर उसलाई निश्चित प्रतिफल अपेक्षित प्रतिफल चाहिँ दिने गरिकनको वातावरण र लगानीयोग्य वातावरण पनि हामीले सुदृढ गर्दै जानुपर्छ। त्यस्तै बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगका अध्यक्ष वालानन्द पौडेलले संसद विकास कोषमा बजेट नछुट्याउनेको लागि प्रदेश सरकारलाई पनि समितिले निर्देशन गर्नुपर्ने बताउनुभयो। प्लानिङको हिसाबले यदि हामी पछाडि पऱ्यौँ भने
अनि डेभलपमेन्टको कुरा चाहिँ बडो त्यसको डिरेक्सन कता हो त्यो कसरी जाँदैछ भने हामी अल्मलिने स्थिति आउँछ होला र म सशक्त अनुदानमा के निवेदन गर्न चाहेँ भने यो तिनटै तहको चाहिँ काम छुट्टा छुट्टै भएको हुनाले उनको प्लान बन्दै गर्दाखेरि त्यो कामको आधारमा प्लान गर्नु पर्यो। अब यदि स्थानीयले इम्प्लिमेन्ट गर्ने विषयमा प्रदेश र सङ्घ प्रवेश गर्न थाल्यो भने प्रदेश र सङ्घ पनि कम्युनिकेटेड हुँदैन स्थानीयले के गर्छ। उहाँले स्थानीय सरकारले गर्ने आयोजनाहरूमा प्रदेश र सङ्घ प्रवेश गर्दा सङ्घ सरकारले स्थानीय र प्रदेश सरकारले के गर्दैछ भन्ने विषयमा जानकार नहुने बताउनुभयो। उहाँले योजना छनौट गर्दा कामको आधारमा सङ्घीय संरचना अनुसार नगर्दा गोलमाल हुने जानकारी दिनुभयो। उहाँले योजनाको हिसाबले सशर्त अनुदान आयोजना अनुसार तोक्दा समस्यामा पर्ने बताउनुभयो। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समस्या नै नागरिक समक्ष पुर्याउन नसकिने यो बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले संविधानमा व्यवस्था गरेका कुराहरू लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको जानकारी दिनुभयो। उहाँले कानुनले 18 वर्षभन्दा कम उमेर समूहका महिलामाथि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार हुने कुरा उल्लेख गरेको पनि कानुनको बारेमा लक्षित समुदायसम्म बुझाउन नसक्दा कतिपय मानिसहरू बलात्कारको मुद्दामा परिरहेको बताउनुभयो। सोसाइटी हाम्रो यस्तो छ कि सोसाइटीले एडप्ट गर्न सकिरहेको छैन। अनि एक दुईवटा उदाहरण भन्न सकिन्छ। अहिले हाम्रो कानुनले हामीले गरेको व्यवस्थाले 18 वर्षभन्दा मुनिका महिलाहरूसँग राखिने सम्बन्ध शारीरिक सम्बन्ध बलात्कार हो भनेर कानुनले चिन्छ। तर भट्टाभट युवाहरू बलात्कारको मुद्दामा परिरहेका छन्। त्यो किन यस्तो भइरहेको छ भन्दा के उनीहरू चाहे भन्दाखेरि हिजो थिएन 15-16 वर्षको मेरा विवाह हुन्थ्यो, अगाडि जान्थ्यो र सहमतिकै आधारमा त्यो खालको स्थिति थियो। तर आज त्यो स्थिति छैन, हाम्रो कानुनले त्यो दिँदैन भन्ने जान्दा जान्दै त्यो गल्ती गर्ने कति होलान्, बिचरा नजानेर पर्ने कति होलान् भन्दाखेरि मलाई ठुलो सङ्ख्या नजानेरै पर्नेहरूको पनि छ जस्तो लाग्छ। मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरू उल्च्याउने प्रयास भइरहेको भन्दै उपलब्धिको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको समेत उल्लेख गर्नुभयो। उहाँले राजनीतिक दलहरूले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको समेत बताउनुभयो। उहाँले सञ्चार माध्यमहरूमा आफ्ना समाचार सामग्री उत्कृष्ट बनाउने कुरामा प्रतिस्पर्धा हुने पनि बताउनुभयो। नेकपा एमालेका विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा नेपाल र भारतबीच ऊर्जा सम्बन्धी भएका सम्झौता अनुसार कार्यान्वयन गराउन दबाब दिनुपर्ने सुझाव दिनुभएको छ। आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उहाँले भारतले नेपालसँग ऊर्जासँग सम्बन्धित सम्झौताहरू गरिसकेपछि कार्यान्वयन गर्न चरणमा थप व्यवधान झिक्ने गरेको भन्दै यसबारे राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने जोड दिनुभयो। उहाँले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक अवस्था बारेमा समाधानका लागि पनि ध्यान आकर्षण गराउनु पर्ने बताउनुभयो। भोगिरहेको छ यो सङ्कटले हामीमाथि पाइरहेको आम जनमानसमा पाइरहेको प्रभाव र त्यो प्रभावबाट हाम्रो 2/3 झन्डै व्यापार हुने मुलुक अनि सबभन्दा ठुलो लगानीकर्ता मुलुक अनि मुलुकसँगको हाम्रा एजेन्डाहरू स्वाभाविक रूपमा प्राइम मिनिस्टरको लेभलमा भिजिट हुने भएपछि तिनीहरूको ध्यान आकर्षण हुनुपर्छ, गरिनुपर्छ। त्यसभित्र के हुन सक्छन् त ती एजेन्डाहरू? आज हामीले छलफल गरिरहँदा यस विषयमा हामी चर्चा गरिरहँदाखेरि मलाई के लाग्छ भने अहिले भोगेका तत्कालिक समस्याका समाधानका बाटोमा पनि हामीले पहल गर्नैपर्छ। कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदूत दुर्गेश मान सिंहले भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रूपमा प्रयोग भइरहेको जानकारी दिनुभएको छ। 1800 किलोमिटर यो 1800 किलोमिटर भारतको गस्ती राख्नु परेको भए के हुन्थ्यो होला? भारतले वर्षको 5-7-8-10% चाहिँ बजेटै त्यसले खान्थ्यो होला र त्यो हिसाबबाट माने स्टेबल एउटा स्टेबल नेपाल एउटा स्थायी एउटा स्टेबल नेपाल चाहिँ भारतको निमित्त असाध्यै इम्पोर्टेन्ट छ भन्ने कुरा भारतले बुझेको छ। त्यो कुरा अझ हामीले बढी सक्रिय क्रिया। कार्यक्रममा राजनीतिक समाजशास्त्रका उपाध्यायक उद्धव प्याकुरले काठमाडौँ प्रधानमन्त्रीको भारत भ्रमण सद्भावना भ्रमण मात्र भएको बताउनुभयो। उहाँले भारत भ्रमणमा प्रधानमन्त्रीले नेपाल र भारतको सम्बन्धको सन्दर्भमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो। आउने हो त्यहाँ कुनै एजेन्डा प्रस्तुत गरेर त्यहाँ एजेन्डा प्रस्तुत गर्दै पनि न छलफलको लागि समय हुन्छ
र कतिपय यस्ता विषयहरू छन् नेपाल र भारतको सन्दर्भमा कि वर्षौँ लगाएर कुरा गर्नुपर्ने कुराहरू छन्। प्रधानमन्त्री जाँदामा एकाएक तपाईँले र मैले दिएको एजेन्डामा फटाफट छलफल भएर सहमति हुनसक्छ, त्यो सहमति नेपालको लागि फलदायी हुनसक्छ। यी कुरामा हामी कहिले पनि चर्चा गरिरहेका छौँ। त्यही भएर मेरो विचारमा अहिलेको सद्भावना भ्रमण हो। मोदी र प्रचण्डको कतिपय सन्दर्भमा वेभलेन्थ मिलेको छ कि छैन भनेर प्रश्न आइरहेको बेलामा यसले चाहिँ कमसेकम एउटा सम्बन्धका। राजनीतिक समाजशास्त्रका अध्यापक फ्याक्रेलले प्रधानमन्त्रीले लिएर जाने म्यानुअलले भारत भ्रमणमा कुनै काम नगर्न पनि बताउनुभयो। नेकपा एमाले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुझा मगरलाई सम्मान गरेको छ। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासल स्थित पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उहाँलाई पुष्पगुच्छा सहित सम्मान गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उहाँको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपालीहरू र विश्वकै लागि पनि प्रेरणादायी रहेको जानकारी दिनुभयो। स्थिति भन्ने बुझिन्छ, तर उहाँ सगरमाथा चढेर भिरै भिर, चट्टानी भिर, हिउँको भिर, बाटो छैन, हिउँै हो हिँड्ने ठाउँ पनि। सगरमाथा जानेहरू भन्छन् कहिले कहिले त्यहाँ यस्तरी लेख लाग्छ कि त्यो अनौठो हुन्छ, नआएको आवाज सुनिन्छ। कार्यक्रममा बोल्दै कीर्तिमानी सगरमाथा आरोही बुढा मगरले अपाङ्गता भएका व्यक्तिहरूमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोहण गरेको बताउनुभयो। अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूलाई सपोर्ट र अपर्च्युनिटी दिनुहोला, म त्यो भन्न चाहन्छु। हामीलाई दया र माया भन्दा पनि अपर्च्युनिटी दियो, प्रुभ गर्ने मौका दिनुहोला उहाँहरूलाई, म त्यो भन्न चाहन्छु। र तपाईँहरूको समय म धेरै ल्याउन चाहन्न, फेरि पनि मेरो आफ्नो अनरको रूपमा ल्याएको छु। यो धेरै धेरै धन्यवाद। आशा छ यसले ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा बुझा मगरले दुवै खुट्टा गुमाउनु भएको थियो। अवैध लागु औषध ब्राउन सुगरको कारोबार गर्ने नेटवर्कको गिरोहसहित 6 जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले अवैध लागु औषध ब्राउन सुगरको कारोबार गर्ने नेटवर्कको गिरोहसहित 6 जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। प्रहरीले जेठ 9 गते काठमाडौँको बौद्ध तुसाला स्थित एक होटलबाट लागु औषध ब्राउन सुगर 20 ग्राम, डिजिटल तराजु 1 थान र नेपाली रुपैयाँ 7,40,000 सहित झापाका 27 वर्षीय किरण कन्दङवा जेठ 11 गते काठमाडौँ महानगर वार्ड नम्बर 9 बाट खैरो हेरोइन 94 ग्राम सहित झापाकै वर्ष 28 का विजय लिम्बू जेठ 11 गते नै झापाको चन्द्र गठीबाट झापा मेची नगरपालिका वर्ष 29 का माधव मेचे र विनोद लिम्बू पक्राउ गरेको प्रहरी उपरीक्षक एवं लागु औषध नियन्त्रणका ब्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिनुभएको छ। उहाँको अनुसार जेठ 12 गते झापाको भद्रपुर नगरपालिकाबाट ब्राउन सुगर 194 ग्राम 540 मिलिग्राम सहित भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्लाका वर्ष 22 का शिव घोष र सोही ठेगाना भएकी वर्ष 26 की श्याममाला सोरिनालाई पक्राउ गरी थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय झापा बुझाइएको छ। यस कारबाहीमा नेपालीलाई लागु औषध खेरे हेरोइन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिकहरू समेतलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको जानकारी दिनुभयो। 7 जना छ। यो किरण कन्दवा भन्ने वर्ष 27 को काठमाडौँमा यो चाहिँ 9 गते पक्राउ पर्छन्। 20 ग्राम खैरो हेरोइन र 7,40,000 पैसा सहित पक्राउ पर्छन्। र त्यस्तै त्यसपछि चाहिँ यो कनेक्सन भनेको यो यति जनाको यो 6 जनाको कनेक्सन छ। अब यसरी हेर्दाखेरि यो शिव घोष गरेको व्यक्तिले उहाँहरूलाई दिने, उहाँहरूले ल्याएर चाहिँ उहाँहरू 2 जनालाई दिने र काठमाडौँमा चाहिँ उहाँले चाहिँ युजरकर्ताहरूलाई सप्लाई गर्ने गरेको चाहिँ तथ्याङ्कले देखिएको छ। 9 गते हामीले किरणलाई पक्राउ गऱ्यौँ। त्यसपछि त्यस्तै प्रहरीले लागु औषध चरेस 3 किलो 60 ग्राम सहित 1 जना नेपालीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ। पक्राउ पर्नेमा सिन्धुली पाल्चौक भोटे कोशी गाउँपालिका वार्ड नम्बर 5 स्थायी ठेगाना भएका वर्ष 42 का तेम्बा शेर्पालाई पक्राउ गरेको छ। उनलाई जेठ 11 गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड जाने क्रममा पक्राउ गरिएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर बेदुराम भुषालले मानव स्वास्थ्य सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकता राख्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आइतबार काठमाडौँमा भएको महिला पार्भेटनरी यानहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषि मन्त्री भुषालले यस्तो बताउनु भएको हो। उहाँले अहिलेसम्म सरकारले मानव स्वास्थ्य सेवा क्षेत्रमा मात्रै महत्त्व दिएको भन्दै अब सरकारले पशु स्वास्थ्य सेवाको क्षेत्रमा पनि महत्त्व दिने बताउनु भएको हो। उहाँले पशु स्वास्थ्य क्षेत्र सरकारको अपेक्षा रहेको भन्दै पशु स्वास्थ्य मानवसँग अभिन्न रूपले जोडिएको विषय बुझ्न नसकिने बताउनुभयो। पशु सेवाको क्षेत्रलाई, पशु स्वास्थ्यको क्षेत्रलाई पनि हामीले मानव सेवाको क्षेत्रलाई जत्तिकै, मानव स्वास्थ्यको क्षेत्रलाई जत्तिकै महत्त्वका साथ अगाडि बढाउनुपर्छ। त्यसका निम्ति गर्नुपर्ने धेरै कामहरू होला नि, तर थालनी चाहिँ गर्नुपर्छ। खास गरिकन अहिले भएको मन्त्री भुषालले भेटेनरी क्षेत्रमा देशैभरि महिलाहरू सक्रिय सहभागिता देख्दा खुसी लागेको समेत जानकारी दिनुभयो। पछिल्लो 24 घण्टामा थप 14 जना कोरोना संक्रमण भाइरस पुष्टि भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या 10,03,347 पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या 33 जना रहेका छन्। मन्त्रालयका अनुसार 4 जना आज डिस्चार्ज भएसँगै आजसम्म घर फर्किने संख्या 9,91,063 जना रहेको छ। पछिल्लो 24 घण्टामा कसैको मृत्यु भएको छैनन्। त्यस्तै आजसम्म मृत्यु हुने संख्या 12,031 जना रहेको मन्त्रालयले जनाएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले चीनमा आयोजना हुन लागेको 19औं एसियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न आह्वान गरेको छ। आइतबार नवनियुक्त युवा तथा खेलकुद मन्त्री जिग बहादुर लिम्बुलाई सङ्घले विभिन्न 6 बुँदे ध्यानकर्षण तथा सुझावहरू बुझाउँदै आसन्न एसियाली खेलकुद प्रतियोगिताका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न आह्वान गरेका हुन्। प्रतियोगिता आयोजना हुन 4 महिना बाँकी रहेको अवस्था अहिलेसम्म पनि नेपाली खेलाडीले तयारी थाल्न नसक्दा विडम्बना भएको खेलाडीले अविलम्ब तयारी गर्न वातावरण मिलाउन सङ्घले ध्यानकर्षण पत्रमा आग्रह गरेको छ। सङ्घले बुझाएको ध्यानकर्षण पत्र बुझ्दै युवा तथा खेलकुद मन्त्री जिग बहादुर लिम्बुले लिखित र मौखिक रूपमा राखिएका मागलाई सम्बोधन गर्न पनि प्रयास गर्न प्रतिबद्धता जनाउनु भएको हो। तपाईहरुले चाहिँ स्वागत गर्नुभएको छ। अब जो केही सुझावहरू लिखित रूपमा पनि मौखिक रूपमा राख्नुभएको छ, यसलाई कति गर्न सकिन्छ त्यसको कार्यान्वयन गर्ने पक्षमा चाहिँ सहजीकरण गर्ने, समन्वय गर्ने कुरामा चाहिँ म लाग्ने कुरामा तपाईहरुलाई पनि म जानकारी गराउन चाहन्छु। अब हाम्रो पालामा अहिले तपाईहरुको जस्तो चाहिँ सहयोग कसैले गर्दैन थियो। त्यो निजी लगानीमा हामीले गर्नुपर्थ्यो, सबै टिम झाँकेर हिँड्नु पर्थ्यो। त्यतिखेर पैसै थिएन भन्दा हुन्छ नि। कल्पना गर्नु चाहिँ 50 सालमा मैले गेम छोड्दै गर्दा के थियो त, त्यसो थिएन। त अहिले चाहिँ क्लबहरू छ, सङ्घहरू छ, परिषद छ, ओलम्पिक कमिटीहरू छ, विभिन्न खेल सङ्घहरू छ। सङ्घका अध्यक्ष दीपक श्रेष्ठले एसियाली खेलकुदको तयारीलाई बजेट अभाव भएको र छुट्टिएको बजेटबाट पनि राष्ट्रिय खेलकुद परिषदले प्रशिक्षण थाल्न नसक्नु विडम्बना भएको भन्दै मन्त्री समक्ष प्रशिक्षणको वातावरणको प्रबन्धन गरिदिन आग्रह गर्नुभयो। भनौँ 8 मन्त्रालयले चाहिँ त्यसलाई बजेट फ्रिज गर्नुपर्ने अवस्था चाहिँ आयो। त्यो किन आयो भन्दाखेरि समयमा प्रशिक्षण गर्न नसकेको कारणले गर्दाखेरि त्यो बजेट चाहिँ नि कोल्याप्स भयो र अहिले फेरि हार गुहार गरेर एसियन गेम मुखैमा आइसकेको छ र यसलाई चाहिँ हामीले तयारी गर्नुपर्छ भनेर चाहिँ नि पटक पटक भनिराख्दाखेरि 2 करोड बजेट लैजान त भनेर चाहिँ फाली। राष्ट्रिय खेलाडी परिषदले 23 खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ। नेपालले चीनको हाङझाबमा आयोजना हुने प्रतियोगितामा टेक्वान्डो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, टाइथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, 3x3, फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबल टेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन्। एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर 23 देखि अक्टोबर 8 तारिकसम्म हुने तालिका रहेको छ। अब अन्त्यमा एकचोटि फेरि मुख्य समाचार। टिकापुर घटनामा जेल जीवन बिताइरहेको रेशम चौधरीलाई राष्ट्रपतिद्वारा आम माफी। जनकपुरधाम बसैयाका स्थानीय वासीद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ, वार्डाध्यक्ष विरुद्ध प्रदर्शन। रौतहटमा हालै भएका 2 हत्याकाण्डमा संलग्न तत्काल पक्राउ गर्न आम जनता पार्टी अध्यक्ष शाहका माग।
पछाडि परेका क्षेत्र समूह वर्गलाई लक्षित गरेर बजेट आउने अर्थमन्त्री महतोको भनाई। र चीनमा हुने 19औं एसियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आह्वान। हस्त अहिलेलाई यतिकै पलपल खबर तेज नजर हेर्दै गर्नुहोला अपन टेलिभिजन। नमस्कार।